अहिले हामी कहाँ छौँ, यो सिडीले कहाँसम्म पुर्याउँछ, यो कुन मन्दिर हो, यो कुन जङ्गल हो, कहाँको वाटर फाउन्टेन, कस्तो अजीब रुख र यो फुलहरू जान्नका लागि फुल भिडियो हेर्नुहोस्। नमस्ते साथीहरू, तपाईहरुलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। अनि नयाँ वर्षको सुरुवातसँग मैले यो नयाँ च्यानल खोलेको। पहिलाको च्यानलमा मेरो केही डिफेक्टहरू आएको छ, मतलब भ्युज नै जाँदैन, त्यही भएर मैले यो नयाँ च्यानल खोलेको छु। नयाँ वर्षको सुरुवातसँगै यो मेरो नयाँ भिडियोमा तपाईहरु सधैँ बनिबस्नु होला। नयाँ वर्षको अवसरमा म तपाईहरुलाई फर्स्ट भिडियोमै रानीबारी कम्युनिटी फरेस्ट लग्दैछु है त। यहाँ इन्टर गर्न प्रति व्यक्ति 20 रुपियाँ लाग्नेछ र बिहानको 8 बजे भन्दा पहिला आउनुभयो भने फ्री इन्ट्री छ। सो साथीहरू, तपाईले जस्तो देख्न सक्नुहुन्छ, हामी आइसकेको छु रानीबारी। यही हो कम्युनिटी फरेस्ट हैन। अनि यो चाहिँ पुरै एरिया जंगलै जंगल छ हैन। अनि तपाईहरु चाहिँ अगाडि आउँदै गर्नु, अगाडि पनि देखाउँला। मैले यहाँनिर सुनेछु कि यहाँनिर चराहरू र जनावरहरू धेरै राम्रो राम्रो पाइन्छ अनि धेरै प्रजातिको छ भनेर। अनि तपाईलाई थाहा होला, यो मेरो नयाँ च्यानल। अनि नयाँ सालको सुरुवातमा नयाँ च्यानल मैले क्रिएट गरेँ, किनभने पुरानो च्यानलमा मेरो भ्युज नै आइरहेको थिएन। अब यसमा तपाईहरुले साथ सपोर्ट देखाउनु पर्ने हुन्छ। तपाईहरु आउनु, रानीबारी तपाईहरुलाई देखाउँ। जस्तै तपाईहरुले हेर्न सक्नुहुन्छ हैन, हामी यो वनभित्र प्रवेश गरिसकेका छौँ। अनि हामीले छिर्नु बित्तिकै यस्तो यस्तो रुखहरू हेर्न पाइन्छ। यो चाहिँ मलाई चाहिँ यो गाउँको याद आइरहेछ के। गाउँमा हुँदा म जहिले जङ्गल जान्थ्यो, दाउरा काटेर ल्याउँथ्यो, अनि यस्तै हुन्थ्यो। योभन्दा पनि पाखा हुन्थ्यो, तर यस्तै हुन्थ्यो मेनली। अनि आज चाहिँ म, मेरो दोस्त र श्रीराम रुममेट 3 जना आएको छु। अब यो यसो घुमौँ हैन। सो यहाँको सिडी तपाईहरु हेर्न सक्नुहुन्छ, यस्तो सिडी छ र यो बाँसको झ्याङ हेर्नु न, कस्तो दामी दामी छ हैन। अनि यो ठाउँ चाहिँ मलाई चाहिँ राम्रो लागिरहेछ। अनि यहाँनिर कोइलीको आवाजहरू यस्तो मिठो मिठो छ नि, पुरै छोडिदिनु तपाईहरु। र यो सिडी अब चढौँ माथि, त्यसपछि अझै भित्र जाउँ, अझै भित्र के छ त्योहरू सबै हेरौँला, तपाईहरुलाई पनि देखाउँला। सो अब चाहिँ म चाहिँ यो जङ्गल एरियातिर आइसकेको छु हैन। यता जङ्गलभित्र छिर्न चाहिँ पाइने छैन रहेछ के अरे, किनभने बेरा लागेको छ, तारको बेरा। तपाईहरु जथाभावी नजानु होला। अनि यहाँ चाहिँ रुख चाहिँ बवाल छ है गाइस। अब तपाईँ यता हेर्दै गर्नु हैन, म पनि यता अब हेर्दै गर्छु। म पनि त अब यता फर्स्ट टाइम आएको हो, अनि यहाँ अब हेर्छु के कसो छ भनेर। मान्छेहरू पनि छ, टन्नै मान्छेहरू छ। उता साइडतिर पनि छ। अगाडि तपाईहरुले मन्दिर हेर्नुभयो, मन्दिर पनि थियो त्यहाँनिर एउटा। अनि यो कहाँसम्म छ त्यो मलाई पनि थाहा भएन एक्ज्याक्टली, तर अब ठुलै छ भनेर सुनेको छु। अब हेरौँ कहाँसम्म पुगेको छ यो हैन। यहाँनिर खास गरी घुम्न आउनेहरूलाई बस्ने व्यवस्था पनि मिलाइएको छ। वहीँदेखि हो लाइनले राखेको छ, यता पनि जताभावी पनि राखेको छ। तपाईहरु थाक्यो भने बस्न मिल्छ, जस्तै कि हामी थाकिसकेछौँ, तर अहिले नबस्ने, हामी चाहिँ घुम्न सक्नेछौँ हैन। यताको गाछीहरू हेरौँ न, गाछीहरू चाहिँ बवाल रहेछ। अनि तपाईहरुको लागि यहाँनिर कुहिने र नकुहिने, झन्डै लरे यार यहाँ त। तपाईहरुलाई बेग्लै यहाँनिर फोहोर फाल्ने ठाउँहरू पनि पाइन्छ। तो साथीहरू, जस्तै हामी माथि घुमेर आइसक्यो। यताबाट एक राउन्ड गयो, अनि एक राउन्ड घुमेर आयो। अब तलको पालो भयो यतातिर जाने, अनि एक राउन्ड यतातिर लगाएर आउने। ठाउँ चाहिँ एकदम बवाल छ, तपाईहरु घुम्न आउन सक्नुहुन्छ। यहाँनिर बेसिकली तपाईँ चराचुरुङ्गीको साउन्डहरू मजाले सुन्न सक्नुहुन्छ हैन। अनि जनावर त त्यति देखिएन, मैले सुनेको थियो त्यहाँबाट पनि पाइन्छ भनेर, तर मैले देखेन, किनभने भित्र जङ्गलमा छिर्न पाइने अलाउ थिएन। अब जाउँ हामी अर्को राउन्ड लगाउन। तो तपाईहरु देख्न सक्नुहुन्छ, यहाँको रोडमा पुरै पत्ता झरेर बवाल देखिरहेछ। देखिन त बवालै देखिन्छ। तपाईहरु पनि यस्तै घुम्ने ठाउँहरू हेर्न चाहनुहुन्छ भने आएर घुम्न सक्नुहुन्छ। मेरो अब माइकको चार्जै सक्यो, त्यही भएर आवाज अलि क्राउडेड आइरहेको होला। तपाईहरु अब यस्तै सुन्न सक्नुहुन्छ। यहाँ चाहिँ रुखै रुख छ क्या, धेरै रुखै रुख।
यहाँ चाहिँ एउटा अजीब खालको मैले रुख भेटेँ होइन। यो रुख तपाईँहरू हेर्नु त कस्तो छ, तपाईँहरू हेर्नु त यो कस्तो रुख छ। एउटा रुखलाई अर्को रुखहरूले पुरै बेरेको छ चारैपट्टिबाट, कस्तो दामी देखिरहेछ। सो तपाईँहरू यस्तै एडभेन्चर मन पराउनुहुन्छ भने आउन सक्नुहुन्छ र हेर्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब गरेर राख्नु होला। यो नयाँ च्यानल हो, यसमा यस्तै एडभेन्चर भिडियोहरू र अरू पनि भिडियोहरू आइबस्छ होइन, सधैँ डेली भ्लग जस्तै आउँछ, तपाईँहरू हेर्नु होला। यहाँको बाँस हेर्नु त कस्तो मजा आएको छ। मलाई चाहिँ अरू के होइन, यो ठाउँ घुम्दा चाहिँ मलाई गाउँको याद आयो। सेम गाउँमा यस्तै हुन्छ। मेरो गाउँमा तपाईँले पुरानो युट्युब च्यानलमा तपाईँहरू हुनुहुन्छ भने हेर्नुभएको होला, ठ्याक्कै यस्तै ठाउँहरू छ, पहाड पुरै, अनि जङ्गल मात्रै छ। साथीहरू यहाँ चाहिँ जिम गर्ने ठाउँ रहेछ है, यहाँ हेर्नु है। तर सबै भाँचेको रहेछ धेरै जसो, यो पनि भाँचेको छ। यो चाहिँ एउटा राम्रो छ, यो चाहिँ ठिक छ। यता पनि राखिरहेको रहेछ। ल अब श्रीरामले गर्छ हेरौँ है त। ल यसरी उठाऊ, यसरी उठाऊ एउटा ल यो पुरा उठाउ त, यो ठुलो खाले दुइटै हातले उठायो ल उठायो। यसरी होइन, तलबाटसम्म तलबाटसम्म ए हुन्छ, उठाउ ल। मेरो भिडियो गर्दै आउँ त, म यो सानो खाले उठाउँछु। अब म उठाउनु गएको छु त साथीहरू, यताबाट गर। अब यो उठाउँ त, कस्तै भारी रहेछ यार। सकिन्न, म त सकिन्न छोड्दै यार। सो साथीहरू अब यहाँ त घुमफिर भइसक्यो, अनि यो चाहिँ अर्को राउन्ड भइहाल्यो हाम्रो होइन। भवाल ठाउँ रहेछ। अनि यो चाहिँ मेरो नयाँ च्यानल, तपाईँहरू यो च्यानलमा सब्सक्राइब गरेर जोडिहाल्नु होला, किनभने अब यो च्यानलमा नयाँ भिडियोहरू आउनेछ। जस्तै यस्तै एडभेन्चरको भइहाल्यो, अनि डेली भ्लगहरू भइहाल्यो। अनि यस्तै भिडियोहरू तपाईँ हेर्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब गरेर राख्नु होला। आजको लागि यति, म यो भ्लग यहीँ गर्न चाहन्छु। थ्याङ्क यू अल।